दिल है कि मानता नहीं भनेपछि यही है। देख्दा खङखङ लाग्ने। अब यसको फेरि यस्तो साथी चाहिँ फेरि साग चाहिँ हुनैपर्छ हो। साग छ भने एकदम बस्तीको दामी साग, ठुलो पत्ता भएको साग विथ दिस बक। अनि चाहिँ मैले यहाँ अचार पनि पिसिसकेँ हो। अचार चाहिँ के छ भने धनियाँ, टमाटर र डल्ले दामी अचार पनि यहाँ पिस्ने पनि मेरो दामी छ नि। अर्ग्यानिक सिलौटोमा पिसिसक्यो हो। यो चाहिँ यस्तो छ। बिहान चाहिँ खानुपर्छ। बिहान चाहिँ बेलुका चाहिँ हुँदैन यस्तो खानु, एकदम छुट्टीमा मात्रै। यो चाहिँ मेरो दाल बस्तीको एकदम प्योर दाल ल्याएको बहिनीकोबाट, त्यही त्योमा चाहिँ पकाएको छु। अन्त यो चाहिँ अस्ति मैले यहाँ सोध्दा चाहिँ कति भन्दै थियो भने यसको चाहिँ हाफ मात्रै, यसको हाफको चाहिँ 80। अब यसमा त दुईवटा छ कति 180 160 160-200को छ भन्दा पनि हुन्छ। बिचाइरहेको छु। अब सब्जी बेसी लाने जस्तो हुन्छ हो। अन्त साग चाहिँ हेर्नुहोस् न यहाँ यस्तो छु। फाक्से उसिनो राखिदिइरहेको छु मैले अलिकति यहाँ। मेरो सानो मिनी स्टोर छ है मेरो यहाँ सानो। यसरी गजाङ भएर चाहिँ अब यहाँ सफा गर्नु छ पुरा। यता र उता बेसी भयो कि